माइदारको लागि यहाँ आइपुग्यौँ यहाँ अब के किन्ने थाहा छैन हाम्रो फ्यामिली दादा गयो यो त ए बस्ने हो खिच्दै हुनुहुन्छ है हामी माइकको लागि वेदर त चिसो 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 कहाँ गएको यता हाई भन्ने यता हेर्ने कहाँ गएको अरे हामी मन्दिर देउटी होइन नामी हेलो छिटो पकाउनु पकाउनु वाउ दा लानु भइसक्यो हुँदैन उहाँहरू लाउनु हुँदैन यो फुपूलाई देऊ त अनि यो पैसा फ्याक्नुपर्छ ल खै मेरो मोबाइल चाहिँ बहिनीले गरिदिनु म भिडियो फाल्छु क्या त बहिनीको फ्याले गरिदिनु नामी पूजा गऱ्यौ नि अब माथि जाउँ पूजा अरे पानी सबैले खाँदा हुन्छ त पानी ल्याउँछ त्यहाँ लड्छ है त्यहाँ बोकेर तार्नुपर्छ सबै देखाउनु न यता दादा पहाड ओएलएक्स जानु का लागि बाजेले देऊ त हामी नै पका 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 ए बा आउनु जम्मा भयो आउनु तपाईँ त टिकन आउनु होइन अन्त नि यसो जुटो छ भएन आमा र म चाहिँ लाउँदिन क्या यसरी दसैँ पनि नमान्ने दसैँ त मान्नेलाई यो साल गएपछि त दसैँ दसैँ तिहार कि नमान्ने हो बा दसैँ मान्दा भइहाल्यो नि हामीले चाहिँ हामी यसरी छिराउने यहाँ यहाँ हात लाउने पैसा हालिसकेको यहाँ पैसा त्यहाँ लगाइदिएको पैसा तिर्ने हो यता हेर्ने मनी कति मनी छ नामी लुक अलिकति ऊ पनि चढाइदिनु त के अरे प्रसाद अलिकति नर्मल होला नि त पुऱ्याउने ठाउँ यहाँ कहाँ छ होला लु घन्टी बजाउनु जाम अब भित्र
यता यता फर्केर भइसक्यो लु घन्टी बजाउँछ र बजाउनु लु नानीहरू बुइनेहरू अगाडि राख्ने हजुर अनि यो घन्टी बजाएर भित्र जाने यो दुईटा घन्टी अरू बेला चाहिँ मेरा पनि चलाउ न अन भयो यहाँ नि हातले कसरी टेक्नु छोरी जाऊ न मम्मीसँग आउने त्यहाँ भित्र नि भिडियो लिन पाइन्छ पाइन्छ यता सुन्नु त भाइ हजुर पहिले यता भित्र सूर्य भगवान हुन्छ अनि पर गणेश अनि यसको पल्लो कुनामा माता यहाँ विष्णु लक्ष्मी बिचमा शिवजी ल यताबाट घुमेर निस्किने यताबाट पहिले हो त्यहाँबाट सुरु नातिनी मेरो नातिनी कति नाम लियो यता हो एक मात्र पूर्वाञ्चलकै अति प्रसिद्ध मन्दिर श्री कनकेश्वर पञ्चमुखी शिवालय मन्दिर सम्पूर्ण भक्तमा हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछ हामी अत्यन्त महत्त्वपूर्ण पर्व होली अर्थात् फागु मनाउन हामी गइरहेका छौँ हाम्रो यो पर्व पनि वैदिक सनातन धर्मको अत्यन्त महत्त्वपूर्ण पर्व हो हामी सबैलाई यो पर्वले सुस्वास्थ्य दीर्घायु अटल सौभाग्य प्राप्त होस् हाम्रा नानीहरूलाई सरस्वती माताको कृपा होस् सम्पूर्ण भक्तमा भोले बाबाको कृपा सदा सर्वदा बनिराखोस् हामी हर्ष उल्लासका साथ यो महान पर्व सम्पन्न गरिरहेका छौँ बुवाले हेर्दै हुनुहुन्छ बुवाले सूर्य भगवान हुन्छ त्यहाँबाट पछि गणेशजीको दर्शन गर्ने त्यहाँबाट माथि हुन्छ भगवती माता यो कुरामा विश्वास अनि बिचमा शिवजी र यहाँ छ खुजुरा पैसा अब नदिएर शिवजीलाई चढाउनुहुन्छ भने नफुटाइ भगवतीलाई चढाउँछन् नआउनु मेरो भिडियो गर्नु म पनि चढाइदिन्छु कहाँनिर फुटाउनु यतिकै राख्ने माथि हो नफुटायो बुवा नफुटायो ल दादा मेरो सन्जु पनि अलिकति ज्ञानी हुनु भगवान्को बुद्धि दिनु सद्बुद्धि अलिक राम्रो काममा लाग्यो नानीहरू लक्ष्मी पनि छिटै नरिसाउनु हाँस्नुपर्छ त अब मेरो यहाँ तिमी गर्यौ? चढाइदिनु हेर त एकचोटि भएर आउनु गरौँ नानी आऊ नानी हो आएको नाउ त्यही होइन मन्दिर सन्दिर सबै पूजासुजा गरेर खाजा खाना आइराखेको छु म खाँदैछु म अब स्टार्टिङ टु इट